यङ आर्टिस्टसँग कुरा गर्दैछौँ र एकदम जल्दबल्द आर्टिस्ट भर्खरै मास्टर्स सकाएर होइन अब सिधा टु काठमाडौँ भन्ने शीर्षकमा चित्रकला प्रदर्शनी भइरहेको छ हाम्रो काठमाडौँ आर्ट ग्यालेरीमा। यो चाहिँ बबरमलमा छ। आज कलाकार हामी हरेराम यादवसँग कुरा गर्दैछौँ। हरेराम यादवजी, तपाईँलाई स्वागत छ। नमस्ते, हरिओम सर र तपाईँको च्यानल आर्टलाइनलाई पनि नमस्कार। ओके, सो कसरी तपाईँले सिराहादेखि काठमाडौँको यात्रा टिकट कहिले काट्नुभयो? यो बसको टिकट चाहिँ कहिले काट्नुभयो यात्राको क्रम? भयो, आयो 1 महिना जति भयो। 1 महिना भयो। अनि यो खासमा तपाईँले जुन काठमाडौँ आर्ट ग्यालेरीमा जुन एक्जिबिसन भइरहेछ नि, यो एक्जिबिसन चाहिँ कुन हिसाबले कसरी पाउनुभयो? यसको कसरी कनेक्सन हुनुभयो यसमा? अब यो एक्जिबिसन गर्नलाई यो एउटा एवार्ड हो, हिमालयन अवार्ड, जसको फाउन्डर चाहिँ जस्टिन जाउ चाइनिजको हुनुहुन्छ डाइरेक्टर। अनि उहाँ र यो सिद्धार्थ आर्ट ग्यालेरी मिलेर चाहिँ यो एक्जिबिसन अर्गनाइज गरेको हो दुवैजना। अनि पाउने चाहिँ प्रक्रिया चाहिँ के हो? कसरी पाइन्छ यो प्रक्रिया? अब ग्यालेरीकै अब सरहरू हुन्छ, वरिष्ठ कलाकारहरू होइन, अब उसको नजरमा अब कामहरू पठाउनु पर्छ अनि उहाँहरूले जजिङ गरेर अब काम हेरेर सेलेक्ट गर्नुहुन्छ। अब यसमा हामीले चाहिँ भित्रको कुराहरू थाहा भएन, जस्ट मैले काम पठाएको थियो अनि सेलेक्ट भएको थाहा पाएँ मैले। अनि त्यो एक्जिबिसनको कामहरू पछि गर्न थालेको थियो। ओके, सिराहा टु काठमाडौँको यात्रामा जसरी तपाईँको चित्रहरू होइन प्रदर्शनमा छन्, यो के कस्ता चित्रहरू छ? यो भित्र कस्तो कस्तो विषयमा तपाईँले चित्रहरू बनाउनु भएको छ? के छ? मेरो फ्रम सिराहा टु काठमाडौँ नामक यो प्रदर्शनी हो, चित्रकला प्रदर्शनी। अब यसमा मैले पहिलादेखिकै कुराहरू, जुन बाल्यकालमा देखेको कुराहरू होइन, त्यो त एकचोटि अब ब्लक हुँदो रहेछ क्या, पढ्दाखेरि स्टडी गर्दाखेरि सबै कुरा ब्लक हुँदो रहेछ। र जब स्टडीहरू गरिसकेपछि चाहिने कुरा त्यही हो जस्तो लाग्छ क्या। जस्तो कि अब हामी गाउँघरतिर हुराहुरी देखिन्थ्यो होइन, देखिन्थ्यो। अनि त्यो स्पिरिचुअल कल्चरहरू, पूजाहरू हुन्छ नि, यो त फ्रीमा हेर्न पाइन्थ्यो नि त हामीले। यहाँ त अब धेरै कुराहरू त्यही कुराहरूलाई जोडेर होइन, पर्फर्मेन्स आर्टहरू, त्यस्तै इन्स्टलेसन आर्टहरू भन्दो रहेछ होइन। र स्टडी गर्दाखेरि त्यतैतिर ओरिजिनलिटी छ जस्तो लाग्छ। अनि त्यहीको विषयवस्तुहरू लिएर काम गरेको छु। जस्तै अब स्पिरिचुअलमा त छ, अब लोक देवी देवताहरू छ होइन, जस्तै विष्णु, शिव, गणेश। तर त्योभन्दा नि हाम्रो कल्चरल लोक देवता जस्तै काली, बन्दी, गोरैया होइन, हनुमान, दिवार, थान होइन, त्यस्तै देवी देवताहरूको चित्रणहरू मेरो चित्रमा। अनि अर्को पार्ट मैले कल्चरलाई समातेको छु। जस्तै दैनिकी जीवनमा प्रयोग हुने कुराहरू, घटनाहरू छन्, जस्तै विवाहको अनि मृत्यु कल्चरहरू अनि विदाई कल्चरहरू, त्यस्तै कल्चरहरूलाई मैले प्रस्तुत गरेको छु चित्र मार्फत। डिफ्रेन्ट भन्दा नि एउटै छ थिमहरू त। जस्तै कल्चर भन्थ्यो, कल्चर नै हो नि होइन। अनि लोक आध्यात्मिक पूजाहरू फरक हो, तर एउटै थिमहरू नै हो। जस्तै एउटा बिहे भयो होइन, बिहेमा त कति धेरै हुन्छ नि त बिदहरू होइन, मानव 40-50वटा बिद हुन्छ। बिहेको मात्रै गरेको 40-50वटा काम निस्किन्थ्यो होला नि त। तर डेली लाइफ अरू थुप्रै कुराहरू समाउनु भएको छ नि त। मैले त्यो बुझ्न खोजेँ। बिहेकै अब थुप्रै संस्कारहरू पनि हुन्छ बिहेकै होइन। तर त्यो पनि अब मैले यसरी हेरेको कि विवाह पनि अब आध्यात्मिक पक्षहरू धेरै छ नि त, अलिकति मात्रै अब चुज गरेको हो। अब जस्तै यहाँ अब हाम्रो दर्शक बान्धवहरूले कस्तो खालको चित्रहरू मन पराउनुहुन्छ नि, मैले अब सिरिजहरू वाइज काम गर्छु क्या। अब अहिले प्रदर्शनी चलिरहँदाखेरि तपाईँलाई कस्तो फिडब्याकहरू आइरहेको?
फिडब्याक एकदम राम्रो आइरहेछ, हौसलाहरू बढिरहेछ, काम गर्ने जागर आइरहेछ। अहिले नै जाउँ काम गरौँ जस्तो उठिरहेको छ मलाई। यहाँको कुराहरू सुनेर अहिले क्यानभास पाएको भए काम गर्थ्यो जस्तो हुन्छ। मिथिला आर्ट होइन, अब मिथिला आर्ट भन्ने कुरा पनि अब हाम्रो पहिचान नै हो होइन। अब कल्चर पनि हाम्रो पहिचान नै हो। अब जातीय हिसाबले पनि अब सबैको कल्चर हो क्या, समाजमा बसेपछि सबैको कल्चर हो। अनि एउटा अझै के भन्नुभएको थियो? तपाईँको अहिले कन्टेम्पोरेरी आर्ट। कन्टेम्पोरेरी। अनि कन्टेम्पोरेरीबाट चाहिँ सबै कुराको अध्ययन हुन्छ क्या। कन्टेम्पोरेरी आर्ट गर्दाखेरि, सिक्दाखेरि, हिस्ट्रीहरू पढ्दाखेरि त्यो कुराहरूको अध्ययन हुन्छ। अनि अध्ययन जुन कुराले हुन्छ त्यो कुराले अरू कुरा छुँदाखेरि त्यो सबै कुराहरू मिक्स हुन्छ क्या। त्यसरी सबै कुरा छ मेरो काममा। अब सलहेसकै कुराले होइन, अब सलहेस टपिक नै पेन्टिङको पोस्टरमा पनि छ होइन। अब त्यो पेन्टिङमा मैले अब फिगरहरू पनि राखेको छु होइन, अब रियलिस्टिक जस्तो पनि छ है। अनि अर्को पक्ष ट्रेडिसनको बुट्टाहरू पनि छ त्यसमा होइन। अनि अर्को फेरि त्यसको पोजिसन जुन छ देवी देवताको, त्यो अलि कन्टेम्पोरेरी जस्तो पनि छ होइन। अनि त्यो कुराहरू सबैले गर्दा सबै अब के अरे फ्युजन भएको जस्तो पनि छ। अब तपाईँहरूले कसरी हेर्नुहुन्छ यो कामलाई होइन, त्यो अडियन्समा डिपेन्ड गर्छ। अडियन्सलाई डिपेन्ड पर्छ। अब त्यही कुराले मैले स्वीकार गरेर काम गर्नुपर्छ पछि होइन। अडियन्सले यही भन्छ भने यही गर्नुपर्छ जरुरी छ र आर्टिस्टले होइन। अब लिने कुराहरू सुन्नुपर्छ होइन। अब ठिक कुरा छ भने लिन्छु। हो, यो कल्चर भनेको इन्टेन्जिबल हेरिटेज भन्छ, इन्टेन्जिबल कल्चर भन्छ। त्यो चल्दै एउटा जेनेरेसनबाट अर्को जेनेरेसनमा जाँदाखेरि चेन्ज हुन्छ। अनि त्यहाँबाट कुराहरू लिनुपर्छ। अनि धेरै कुराहरूको त्यो व्याख्या पनि हुँदैन क्या। अब जो जस्तो छ त्यसरीले स्वीकार गरे त्यो पस्दो रहेछ कि। हरेक कुराको खोताल्न थाल्नु भयो त्यसको अन्त्य पनि हुँदैन, के गर्नु। ओके, मैले तपाईँ मिथिला आर्टको प्याटर्नहरूलाई होइन कन्टेम्पोरेरी आर्टमा फ्युजन गर्नुभएको छ। त्यही भएर मलाई के लाग्यो, एउटा कुरा यसो हामीले एउटा चलिरहेको परिवेश अनुसार सोध्नु मन लाग्यो। यो जुन मिथिला आर्ट छ नि, मिथिला आर्टभित्र जस्तै माछालाई पवित्र मान्छ नि त। अनि माछा जो पवित्र किन मान्छ, त्यो माछा पूजाहरूमा चढाउँछ कि वा तपाईँको आफ्नै घरमा पूजामा माछालाई प्रायोरिटी दिन्छ कि वा तपाईँको योभन्दा अघिल्लो जेनेरेसन के अरे माछालाई प्रायोरिटी दिन्छ, यो कुरा चाहिँ बुझ्न चाहिँ एकदम इन्ट्रेस्ट लाग्छ। अब यो कुरा त मैले पनि होइन अब सुनेरै शुभ मानिन्छ क्या, सुनेकै कुरा हो होइन, त्यहीबाट लिएको। अब मैले भनेर यो शुभ अशुभ हुँदैन क्या। अब जस्तो कि माछा त खान्छ नि त होइन, त्यो कसरी लिन्छ क्या त्यो कुरा। तर माछा भनेको मलाई चाहिँ शुभै लाग्छ क्या। अब यतिकै पवित्र मनबाट हेर्दाखेरि माछालाई हेर्दा नि जस्तो चाराले तपाईँले हेर्नुहुन्छ त्यस्तै फिल हुन्छ क्या। माछाको लचकता जुन हुन्छ नि पानीमा, त्यो हेरेर मलाई बहुत आनन्द लाग्छ होइन। अनि खुसी हुन्छ क्या। जस्तो टेन्सनमा भए पनि अलिकति माछाको मोमेन्ट होइन हेर्दाखेरि राम्रो फिल हुन्छ। भन्नाले आँखाले आनन्द दिन्छ। आँखाले आनन्द दिन्छ। अनि शास्त्रहरूको हिसाबले पनि कतै कतै छ होइन, माछा कछुवा हुन्छ नि, त्यो अलिकति वास्तुशास्त्रहरूबाट त्यो चाहिँ मानिँदो रहेछ क्या। मत्स्य रूपहरू छ, भगवानको रूप, विष्णु रूप पनि हो क्या माछा भनेको। त्यही त मत्स्य रूपहरू छ नि त कति देवी देवता। जस्तै अहिले 7 हर्सहरू घोडाहरू राख्नुहुन्छ नि घरमा गेटहरूमा, कछुवा भयो कति कुरो। मैले के भन्न खोजेँ भने हाम्रो दैनिकीमा तराईमा बस्ने हाम्रो दैनिकीमा माछा हाम्रो घरमा चढाइँदैन क्या। हाम्रोमा चढाउँदैन। किनभने अब जस्तो कि यादव समुदाय भयो, कोली समुदाय भयो वा शाह समुदाय भयो, यिनीहरू म्याक्सिमम योभन्दा अघिल्लो जेनेरेसन पुरै शाकाहारी जेनेरेसन हो क्या। अहिलेको होइन त्यो माछा मासु त्यो पुरै शाकाहारी हो। यिनीहरूले माछाले त्यो एङ्गलले हेरे होइन कि जस्तो लाग्छ कि होइन। हो, पहिलाको जेनेरेसनहरू माछा खाइन्थ्यो। यिनीहरूले चाहिँ कसरी माछालाई शुभ मानिन्थ्यो वा भगवानको रूप भनेर मात्रै पूजा गर्थ्यो कि के थियो भन्न खोजेँ कि। त्यो कुरामा अलि मलाई थाहा पनि भएन सर। जे होस् मैले माछाहरू चाहिँ खाँदिनँ, भेजिटेरियनै हो। सो तपाईँले त्यहाँबाट पर हुनुहुन्छ माछालाई जस्ट इन्जोय गर्नुहुन्छ। हेरेर इन्जोय गर्छु। अब
अब कतै कतै छ लेखेको कुराहरूलाई त्यो मैले प्रयोग गर्छु राम्रो त्यहाँबाट रिफरेन्स लिएर। धेरै राम्रो अब मैले अब त्यो खोज्न थाल्यो भने म आफै माछासँगै होइन डुब्छु समुद्रमा। ठिक छ होइन, खोजी चाहिँ गर्नुपर्छ र आफूले चाहिने जति खोजी चाहिँ राख्नुपर्छ भन्ने हजुर कुरा। ओके। हजुर सो तपाईँको प्रदर्शनीमा अहिले जुन कामहरू भएको छ नि, काममा तपाईँलाई जस्तै गाइडेन्सहरू होइन, अब हामी काम गर्दाखेरि कतिकै कुराहरू अप एन्ड डाउन भइरहेको हुन्छ, इररहरू भइरहेको हुन्छ, त्यसमा चाहिँ गाइडेन्स चाहिँ कसले चाहिँ तपाईँलाई राम्रोसँग गाइड गरिदिनु भयो, जसले गर्दाखेरि तपाईँले काम गर्न ऊर्जा पनि आयो, कि आफैले त सबै कुराहरूलाई गर्नुभयो? अब यसमा कुरा आउँछ सर, म अलिकति अवस्था मेरो यो बिचमा 2-3 वर्षदेखि एकदमै मेरो अवस्था अलिक गम्भीर थियो होइन। सोध्नुपर्ने हो सरहरूलाई, अब सोधेन सरहरूलाई, त्यसको लागि म प्रार्थी छु। अनि पर्छ भने पनि जरुरी छ। अनि 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 सरको कुरा आयो, अब हजुरहरू सरहरू अब तपाईँ जहाँ भए पनि हजुरहरू यो प्रदर्शनीमा आइदिनु पर्यो, हेरिदिनु पर्यो, यसो आफ्नो विद्यार्थीहरूलाई अब कमेन्टहरू दिएर प्रोत्साहन गर्नु पर्यो, सरहरू आइदिनुहोस्। अनि मैले चाहिँ त्यो समयमा कसैलाई पनि खोजेन, सरहरूलाई पनि खोजेन, किनकि म आफै अलि समस्यामा थिएँ। अनि मैले कामहरू जो होस् टाइम मिलाएर 3 महिना यता गर्थेँ, 3 महिना गाम पनि जानु पर्थ्यो क्या। अनि घटना भएको छ मसँग। हो, त्यो एकदम धेरै दुःखद घटना हो। त्यसको नभइदिए भए तपाईँको लाइफ अहिले अर्कै हुन्थ्यो। थुप्रै जिम्मेवारीहरूले तपाईँले घेरिनु भएको छ। त्यो पीडा, त्यो कन्डिसनको टाइममा पनि काम गर्नु भनेको धेरै ठुलो साहस चाहिन्छ मान्छेलाई। त्यो मैले गर्न सक्दैन। त्यो मैले एकदम च्यालेन्जिङै लियो। अब मैले अवार्ड पाएको छु, अब समयमा गर्न सकेन भने त्यो ठुलो एग्रिमेन्टहरू पनि गरेको छ होइन। त्यो गर्न सकेन भने किन लिएको, धेरै कुराहरू पछि हुन सक्छ। त्यही भएर मैले जसरी अरू काम छोडेर पनि यो कामहरू सघाएको। अब स्केचिङहरू त गरेकै कामहरू हो, जस्तै पहिलादेखि नै गरिन्थ्यो होइन। अहिले त अब यहाँ आएर त्यही गरेको हो मैले। अब 3टा कुरालाई समातेको हो, स्पिरिचुअल, कल्चरल अनि टेक्निकहरू। जस्तै मिथिला आर्टहरूको टेक्निकहरू समातेको छु। जस्तै अब मिथिला आर्टमा 2टा पार्ट हुँदो रहेछ क्या। अनि त्योभन्दा अनि अब अझै पनि हुँदो रहेछ 4-5वटा पार्टहरू जम्मा। र मैले यसमा 2टा पार्टलाई अलि प्रयोग गरेको छु, भर्नी शैली र कचनी शैली भन्दो रहेछ क्या। अनि त्यो कुराले प्रयोग गरेको छु। अलि ब्याकग्राउन्डहरूमा त्यस्तो कुराहरू प्रयोग गरेको छु। अनि चाहिँ मेन कुराहरूमा लिड फिगरहरूमा चाहिँ मैले कन्टेम्पोरेरी फिगरहरू प्रयोग गरेको छु। अब कति कुरो कामहरूमा टेक्स्चरहरू पनि राखेको छु। त्यो टेक्स्चरहरूले काम गर्दाखेरि होइन, र मसँग त्यति समय नै पुग्दाखेरि मैले टेक्स्चरहरूमा त्यति काम गरेन। 3-4वटा काम मात्रै छ, खासै मैले काम गर्न सकेको छैन टेक्स्चरमा। अनि जस बडी प्याटर्न वर्क मात्रै छ। अनि सिम्बोलिजम टाइपको वर्कहरू, सिम्बोलहरू युज सिम्बोलहरू प्रयोग भएको कुराहरू, जस्तै खेतमा छ नि पुतलाहरू हुन्छ हाम्रो खेतमा, त्यो कुराहरू ल्याएको छु। अनि हाम्रो त्यो कालो सेतो त्यो गोलो लगाउँछ, कुनै पनि काम गर्दाखेरि त्यो कालो र सेतो लगाउँछ नि, जस्तै होइन, नजर नलागोस् हो त्यस्तो कुराहरू। अनि कुनै पनि शुभ कार्यमा त्यो धप्पा लगाउने, सिन्दुर लगाउने, त्यो कुराहरू होइन। त्यस्तै कुराहरू मैले भित्ताको कुराहरू कुनै लिन खोजेको छु, त्यसमा उतार्न खोजेको छु। अनि रङहरू पनि मैले अब नेचुरल त कलर त होइन, यो कम्पनीबाट कुनै कम्पनीबाट कलरहरू हो, तर पनि अब कलरबाट पनि नेचुरल बनाउने प्रयास गरेको छु। त्यस्तै कुराहरू होइन, मोटिभ्सहरू, प्याटर्नहरू, रङहरू, त्यस्तै कुराहरूलाई दिएको छु। तर मेरो धेरै रिफरेन्सहरू सबै कुराहरू, कलरहरू पनि मैले अब मिथिलाकै युज गरेको छु। मान्छेको फिगरहरू पनि मिथिलाकै युज गरेको छु। अनि रङ भइ नै हाल्यो, प्याटर्नहरू पनि सबै मिथिलाको जो मिथिला क्षेत्रकै रेफरेन्सहरू लिएर मैले काम गर्ने खोजेको छु। अब समग्र रूपमा तपाईँले एडिसनको बारेमा थुप्रै कुराहरू सेयर गर्नुभयो, टेक्निक कुरा, आइडिया कुरा, कसरी के पाउनुभयो होइन, त्यो सबै कुरा गर्यो। अब मैले के जोड गर्न खोजेँ भने, मैले अब कतिपय कुराहरू हुन्छ कि आर्टिस्टले भन्न खोजेको कुरा मैले प्रस्तुत गर्न सकिनँ होला। त्यसमा चाहिँ तपाईँले केही कुरा त्यस्तो छ भने
तपाईँले मजाले राख्दा मेरो कुरा भन्न छुटाउनु भएको कुराहरू मेरो एउटा कुरा छ, मेरो मनमा लागेको कुरा कहिले पनि बिर्सिँदैन। र यो कुरा भनेको के हो, सबैभन्दा ठुलो मलाई आर्ट फिल्डमा ल्याउने मेरो दाइकै नै योगदान छ। मेरो सहयोगीहरू अब यताउति त हुन्छ नै, तर मेन किल्ला भनेको, खम्बा भनेको मेरो दाइ नै हुनुहुन्थ्यो। अनि मेरो खम्बा नै अहिले भाँचेको छ। त्यसरी उहाँले धेरै धेरै सम्झिरहेछ। अझ यहाँ भएको भए अझै म पनि अगाडि हुन्थेँ र उहाँले यो कार्यहरू देख्दाखेरि अझै उहाँले खुसी हुनुहुन्थ्यो। र नभए पनि जहाँ भए पनि उहाँ हामीलाई आशीर्वाद दियोस्, गरियोस्, अगाडि बढ्नलाई आशीर्वाद दिनुहोस्। तपाईँलाई यो एक्जिबिसन मनैबाट तपाईँले आफ्नो दाइको लागि नै एक हिसाबले ट्रिब्युट गरे जस्तै पनि भयो। त्यो समय नै भएको के, हेर्नु न, त्यो घटना भयो अनि पछि मैले यो कार्यहरू गरेको हो, कामहरू। अनि यो माइन्डलाई चाहिँ मेरो फेरि यस्तो छ, हेर्नु न, आर्ट भनेको अब शान्त अवस्थामा गर्नुपर्ने हो, तर मैले एकदम होइन समस्या तनाव थियो क्या त्यतिखेर पनि मैले आफ्नो माइन्डलाई एक ठाउँमा राखेर रिल्याक्स फिल गरेर काम गरेको हो क्या। त्यो धेरै ठुलो कुरा, एकदम ठुलो कुरा हो त्यो। सामान्य मान्छेले गर्न सक्दैन त्यो कुरा। त्यसको लागि तपाईँलाई सल्युट। आफूलाई त्यो क्यारेक्टरबाट निकाल्नलाई होइन, जस्तै म अहिले बोलिरहेको छु भने त्यो क्यारेक्टरबाट निस्केर बोल्नुपर्छ नि, अनि त्यो काम गर्दाखेरि त्यो गर्नु पर्दो रहेछ। अरू कुरा केही राख्नु मन छ, थप्नु पर्ने छ? अरू छ अब सबै साथीभाइहरू होइन, गुरुहरू सबैजना यसो काठमाडौँ आर्ट ग्यालेरीमा मेरो सोलो एक्जिबिसन फ्रम सिराटो काठमाडौँ चल्दैछ, रनिङ छ। आएर दर्शकहरू हेरिदिनु होला अनि आफ्नो प्रतिक्रियाहरू सरसल्लाह दिनु होला होइन। पछिको लागि अझै प्रोत्साहन दिनु होला, त्यसको लागि सबैलाई। र हाम्रो आर्ट लाइन च्यानल सरको डाइरेक्टर हरिओम सरलाई धेरै धेरै धन्यवाद छ। आफ्नो काम कार्यहरू छोडेर पनि हामीलाई समय निकालेर यहाँ सिद्धार्थ आर्ट ग्यालेरीसम्म आउनुभएको छ र हामीलाई यति इन्टरभ्यूहरू लिएर हामीलाई अझै हौसला प्रदान गर्नुहुनेछ भन्ने सरलाई र आर्ट लाइन च्यानललाई अझै अगाडि बढोस्, हरिओम सर पनि अझै अगाडि बढोस् भन्ने म चाहन्छु। यति भन्दै मेरो तर्फबाट धन्यवाद छ। अब हजुरको केही छ भने भन्नुहोस्। हस्, तपाईँले समय दिनुभयो। तपाईँ कार्यव्यस्त भयो, कतिजना भ्युवर्सहरू कुरिरह होला, तपाईँलाई आर्टको बारेमा बुझ्न खोजिरह होला भित्र ग्यालेरीमा, तर पनि हामी यहाँ बाहिर आएर तपाईँसँग कुरा गरेर समय दिनुभयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। र तपाईँको एक्जिबिसन प्रदर्शनी धेरै राम्रो होस्, एकदम अगाडि बढोस्, अझ धेरै नयाँ नयाँ कुराहरू हामीले हेर्न पाऊँ र अरू मान्छेले पनि हेर्न पाऊँ, त्यसको लागि बधाई तथा शुभकामना। हस् त, थ्याङ्क यू।